हेलो एन्ड नमस्ते साथीहरू, तपाईँले देख्न सक्नुहुन्छ मेरो वालेटमा चाहिँ $2.13 चाहिँ रहेको छ। यो चाहिँ मेरो पेयरको वालेट रहेको छ है त। यो चाहिँ मैले एउटै एप युज गरेर भनौँ त्यसबाट चाहिँ इन्कम गरेको छु है त। अब यदि हजुरहरू पनि हामीले कसरी इन्कम गर्न सकिन्छ यस्तै गरेर पेयरमा डलर भनेर जान्न चाहनुहुन्छ भने भिडियो अन्त्यसम्म हेर्नु होला है त। म चाहिँ सिम्पली यसलाई ओपन गर्छु। अब यहाँ ओपन गर्दा चाहिँ यहाँ मेरो ट्रान्जेक्सन हिस्ट्री चाहिँ सो हुन्छ, देख्न सक्नुहुन्छ। यसमा मिनिमम विथड्र भनेको जम्मा $0.09 को रहेको छ र यहाँ मैले चाहिँ $0.23 चाहिँ विथड्र गरिसकेको छु, जुन चाहिँ हाम्रो एउटा बटबाट चाहिँ पेमेन्ट लिएको थियो है त। जिमेल फार्मा बट भन्ने रहेको छ है त। अब त्यस्तै गरी अन्य ट्रान्जेक्सनहरू पनि हजुरले देख्न सक्नुहुन्छ। मैले अल पेमेन्ट चाहिँ यही बटबाट मात्र लिएको छु र अहिले मसँग $2.13 चाहिँ रहेको छ। हजुरले यो बटको युज गर्नुहुन्छ भने लगभग हजुरले 2 मिनेटमा एउटा जिमेल क्रिएट गरेर चाहिँ ₹15 जति कमाउन सक्नुहुन्छ है। साथीहरू, यदि हजुरहरू पनि यो बटमा जोइन हुन चाहनुहुन्छ भने चाहिँ हजुरलाई सिम्पली म लिङ्क चाहिँ डिस्क्रिप्सन बक्सतिर राखिदिनेछु। हजुरले त्यो लिङ्कमा ट्याप गर्नु होला अनि यहाँ चाहिँ हजुरको यस्तो खुल्छ है त। अब यहाँ सिम्पली हजुरले स्टार्ट गर्नु होला है त। स्टार्ट गर्न साथ यहाँ हजुरले देख्न सक्नुहुन्छ फर इच एकाउन्ट यु रिसिभ $0.09 भनेको छ है त। यहाँ चाहिँ हजुरले सिम्पली जिमेल बनाएर चाहिँ इन्कम लिन सक्नुहुन्छ मजाले। अब यहाँबाट चाहिँ इन्कम लिइसकेपछि चाहिँ सजिलैसँग विथड्र पनि लगाउन सक्नुहुन्छ। यहाँ हजुरले पेआउटको अप्सनमा जानुहुन्छ भने चाहिँ पेयर, क्रिप्टोबट, एडभान्स क्यास, टेथर, ट्रोन, लाइटकोइनमा पनि विथड्र लिन सक्नुहुन्छ। डककोइन, बिटकोइन पनि रहेको छ। सिम्पली ट्रोनमा क्लिक गर्नुहुन्छ भने यहाँ चाहिँ मिनिमम भनेको चाहिँ फन्ड चाहिँ $1.84 दिएको छ। तर यहाँ चाहिँ हजुरले पेयरबाट चाहिँ सजिलैसँग $0.07 हुनसाथ चाहिँ हजुरले विथड्र लगाउन चाहिँ सक्नुहुन्छ है त। अब यहाँ चाहिँ हजुरले 0.07 बनाउन त केही खासै गाह्रो छैन। अब यहाँ सिम्पली रजिस्टर न्यू जिमेलमा ट्याप गर्नु होला। यहाँ देख्न सक्नुहुन्छ हजुरले पर जिमेल नै $0.09 पाउनुहुन्छ भनेपछि हजुरले एउटा जिमेल बनाइसकेपछि चाहिँ आफ्नो वालेटमा चाहिँ सजिलैसँग चाहिँ पैसा चाहिँ ट्रान्सफर गर्न सक्नुहुन्छ पेयर वालेटमा है त। यो चाहिँ पैसा ट्रान्सफर गरेको लगभग आधा घन्टाभित्र वा 24 घन्टाभित्र चाहिँ हजुरको पेमेन्ट चाहिँ रिसिभ हुन्छ। अब यसले भनेअनुसार चाहिँ यहाँ चाहिँ जिमेल क्रिएट गर्नुपर्ने हुन्छ। यसको लागि चाहिँ सिम्पली पहिले यो चाहिँ मेल रहेको हुन्छ, यसलाई ट्याप गर्नु होला, कपी गर्नु होला। कपी गरिसकेपछि फर्स्ट नेममा चाहिँ जिमेल एकाउन्ट क्रिएट गर्दा फर्स्ट नेममा कोडी भन्ने राख्नु होला अनि इमेल दिएको हुन्छ क्रिएट यो अन एकाउन्ट भने चाहिँ यो इमेल अनि यो पासवर्ड राख्नु होला। यति राखिसकेपछि सिम्पली डनमा चाहिँ ट्याप गर्नु होला है त। यति गरिसकेपछि होल्डमा चाहिँ जान्छ हजुरको ब्यालेन्स। होल्डमा गइसकेपछि चाहिँ होल्डको ब्यालेन्स चाहिँ हाम्रो पछि कन्फर्म भइसकेपछि जिमेल ब्यालेन्समा चाहिँ आउँछ है त। यसरी चाहिँ यहाँबाट चाहिँ हजुरले अर्निङ गर्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ मेरो होल्ड भने चाहिँ $0.09 देखाएको छ। यदि हजुरले यहाँ यस्तै गरेर नबनाइकन त्यत्तिकै गर्नुहुन्छ भने चाहिँ यो होल्डको ब्यालेन्स चाहिँ हजुरले विथड्र गर्न सक्नुहुन्न। सो जिमेल बनाए मात्र यसलाई चाहिँ कन्फर्म गर्नु होला अनि अर्निङ गर्न सक्नुहुन्छ। यस्तै चाहिँ साथीहरू यसबाट चाहिँ हजुरले घरमै बसेर चाहिँ राम्रो इन्कम चाहिँ जिमेल बनाएर गर्न सक्नुहुन्छ। अवश्य पनि हजुरलाई आजको भिडियो चाहिँ मन पर्यो होला। यदि हजुरलाई चाहिँ यसको चाहिँ लाइभ विथड्र प्रुफ चाहियो, त्यस्तै गरी यसमा चाहिँ कसरी जिमेल क्रिएट गरेर चाहिँ इन्कम लिने भन्ने फुल डिटेल भिडियो हेर्न चाहनुहुन्छ भने चाहिँ हजुरले कमेन्ट गर्न सक्नुहुनेछ। म सेकेन्ड भिडियो चाहिँ यसको लिएर आउनेछु है त।